हेलो एभ्रिवान नमस्ते एन्ड वेलकम ब्याक टु माई अर्को मिनी ब्लग। सो गाइस आज चाहिँ फेरि हामी कतै घुम्न जाऊँ न त भनेर जाँदै थियौँ र हामी चाहिँ घरबाट निक्लि पनि सकेका छौँ। हजुरहरूले देख्न नै सक्नुहुन्छ। र हामीहरू चाहिँ जाँदै गर्दाखेरि हेर्नु न कस्तो राम्रो जग्गामा आइपुग्यौँ। यहाँको जग्गा चाहिँ एकदमै राम्रो थियो। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू। अनि यहाँनिर चाहिँ अरू अरू मान्छेहरू पनि थिए बाटो हुँदी। अनि हाम्रो अगाडि पनि थिए। अनि बाटो चाहिँ हेर्नु न फेरि यो जग्गा चाहिँ दामी थियो कि गाइस, यताउताको भ्यू चाहिँ दामी थियो। तर बाटो चाहिँ यस्तो खराब थियो नि, हिजो रातभरि पानी आएको हुनाले आजको बाटो हेर्नु न फेरि यहाँनिर। अनि फेरि दादा चाहिँ त्यही पानी माथिबाट लग्नुहुँदैछ गाडीलाई। गाइस हामी चाहिँ खोलामा आइपुगेका छौँ होइन। हजुर देख्न सक्नुहुन्छ यहाँनिर खोलो तर्न आँटेका छौँ। यस्तो पुलमा मलाई चाहिँ हिँड्नै डर लाग्छ गाइसहरू। म चाहिँ हिँड्दैछु र भए पनि डराइ होइन। देख्न सक्नुहुन्छ हजुरहरू, गाइस देख्न सक्नुहुन्छ दादालाई चाहिँ पानीमा डुबाएर चाहिँ आउनु हुँदैछ। सो गाइस हामी चाहिँ खोलाको साइडपट्टि आइपुग्यौँ। अनि फेरि यतापट्टि आएर हामीहरू चाहिँ खोलाभित्र पसेर एकछिन भिडियोहरू बनायौँ होइन, फोटोहरू खिच्यौँ। अनि त्यहाँदेखि फेरि निक्लेर खोलादेखि माथि जाऊँ न त भनेर गएको अरे। त्यहाँको लोकेसन हेर्नु न गाइस, एकदम दामी थियो, एकदम राम्रो थियो त्यहाँको चाहिँ। अनि हामीले जहाँ गयौँ सबैतिर यस्तो दामी दामी जग्गा थियो नि गाइस त्यहाँनिर। अनि बाटामा चाहिँ फेरि जाँदै गर्दाखेरि त्यहाँनिर चाहिँ नानीहरू ग्राउन्डमा मान्छेहरूको नानीहरूले फेरि फुटबल खेल्दै गरेको हेर्नु न गाइस। यस्तो पानी झरी हिलो चिप्लो छ र भए पनि नानीहरू चाहिँ कस्तो मजाले इन्जोय गर्दै थिए फुटबल खेलेर। र यो गाउँ चाहिँ कस्तो राम्रो कस्तो सफा थियो हेर्दाखेरि पनि। हजुरहरूले देखि नै राख्नुभएको छ होला भिडियोबाटै भए पनि। र एकदमै रमणीय जग्गा थियो यो चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है गाइस। अनि हामीहरू चाहिँ आउँदै गर्दा फेरि यहाँनिर चाहिँ बाटो उँधो जानुको उँभो जानु भयौँ। अनि हामीहरू चाहिँ फेरि यतैतिर गयौँ होइन। अनि यता पनि जता गए पनि जग्गा चाहिँ एकदम दामी जग्गा थियो होइन। अनि हामीहरू चाहिँ यतैतिर उँभैतिर गयौँ। र अनि हामी चाहिँ जति माथि गए पनि झन् गयो झन् राम्रो राम्रो आउँदै थियो जग्गा चाहिँ होइन। अनि हामीहरू चाहिँ त्यतिबाटै लु घुरौँ भनेर हामीहरू चाहिँ घुरिसकेका छौँ। अनि केही बाटो आयौँ र हामीहरू चाहिँ म फेरि पुल तर्दैछु होइन। अनि त्यहाँ बसेर एक दुई बार नक्कल त पार्नै पर्यो होइन, जे जस्तो गरे पनि। अनि त्यहाँबाट आयौँ मऱ्यौँ अनि मेरो नक्कल खत्तम भइसक्यो। अनि हामीहरू चाहिँ घरतिर लाग्यौँ। अनि यहाँ बाटामा चाहिँ आन्टीहरू घाँसहरू लिएर आउनु हुँदै रहेछ। थ्याङ्क यू सो मच गाइस। अनि मेरो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है। बाई बाई।